कन्डमहरू काठमाडौँ उपत्यकाभरि सिद्धियो, बाहिरबाट ल्याउनु पर्ने स्थिति आयो भन्ने जुन मिडियाहरूमा आएको छ। हाम्रो एउटा टोली चाहिँ सुन्दरा स्थित कन्डम सोरुममा गयो। जति चाहिन्छ त्यति छ। त्यसो अगाडि पछाडिको जसरी मार्केट थियो हाम्रो त्यही मार्केट छ भन्ने कुरा उहाँले गर्नुभएको थियो। 1-2% बढेकै छ। त्यसमा हामी कसरी भनौँ, कसरी डाँटौँ, त्यो यो सर्टेजै भयो। शिक्षकहरूले परिवार नियन्त्रणको साधनहरू धेरै प्रयोग गरे, कन्डमहरू काठमाडौँ उपत्यकाभरि सिद्धियो, बाहिरबाट ल्याउनु पर्ने स्थिति आयो भन्ने जुन मिडियाहरूमा आएको छ। हाम्रो एउटा टोली चाहिँ सुन्दरा स्थित एउटा त्यो कन्डम सोरुममा गयो। त्यहाँको सञ्चालकलाई हामीले बुझ्दा उहाँले अब तपाईहरूको आन्दोलनको कारणले हामीलाई लाग्छ भन्ने छैन, हाम्रो अगाडि पछाडिको जुन मार्केट सेलको मार्केट जुन थियो त्योभन्दा 1-2% बढेकै छ। त्यसमा हामी के अरे कसरी भनौँ, कसरी डाँटौँ, त्यो यो सर्टेजै भयो। शिक्षकहरूले परिवार नियन्त्रणको साधनहरू धेरै प्रयोग गरे, कन्डमहरू काठमाडौँ उपत्यकाभरि सिद्धियो, बाहिरबाट ल्याउनु पर्ने स्थिति आयो भन्ने जुन मिडियाहरूमा आएको छ। त्यो चाहिँ हामीलाई लागेको एकदम दुराचारी, शिक्षकहरूको मनोबल गिराउने, शिक्षकहरूलाई के अरे बदनाम गर्ने, यो आन्दोलन तुहाउने तरिकाले आएको समाचार हो। त्यसमा सत्यता होइन। हामीले त्यो सुन्ने बित्तिकै एउटा सोरुम चाहिँ पक्का हेऱ्यौँ, बुझ्यौँ। छैन मजाले